जनतामा पिटाएको बलमा स्कुल मान्छेलाई उठिरहेको गर्नु खोजेको छ त्यो नेपाली जनताले कदापि मान्नु हुने छैन यदि त्यस्तो हो भने माननीय शाहले दोस्रो केटीहरू हुनेछ भाग्न बाध्य हुनेछ भोलि डोजर चल्दैछ अरे त मङ्गलजी भोलि डोजर चल्ने अघि नै भने मैले नि गरिबलाई उठी बास लाउने होइन क्या गरिबलाई घर दिने हो जग्गा दिने हो सुकु मान्छेलाई उठी बास लाउने हो त होइन नि यही विषयमा बोल्दै थिएँ यहाँ सुकु मान्छे केही युवाहरू भित्र तपाईँहरूको निम्ति म चाहिँ मलाई ध्यान दिन तयार छु बुझ्नुहोस् क्या होइन अन्याय अत्याचारको विरुद्धमा आजीवन लडेर आएको हो आजीवन लड्न तयार छु डोजरको अगाडि छाती थाप्छ भन्ने मान्छे घन्टी पार्टीको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेहरू कहाँ छ हो हाम्रो यार हामी आइसक्यो क्या होइन जनताले हामीलाई भोट दिनु तर हामी आउँछौँ तर